सर हजुर र साललाई साथमा साथ हातमा हात दिएर निस्वार्थ र निर्दोष हातमा लिएर चलाउने सम्पूर्ण लिडर सर हजुर म्याम हजुर र विवाहको दिनमा आलुमाइला चोक साहमा पनि परमात्मा परमेश्वर राज्यलाई अझै अगाडि बढाएर हरेक दिन दुखी रोगीलाई परमात्माका वचन शिक्षाद्वारा उत्साहित गराउने चुनमाया आमा गोपाल बाबा चित्र सर र सम्पूर्ण आलुमाइला चोक साहका लिडर हजुरहरू र सम्पूर्ण जति पनि आज पितामा सबै कुरा सम्भव छ भनेर परमात्मामा विश्वास बढाएर आउनुहुने हजुरहरू सम्पूर्ण परमेश्वरको निर्दोष र प्रेमी सन्तानहरू र बाटोबाटोमा हुनुहुने दुवै सर हजुरहरू र आज केन्द्रदेखि न्युरोड शाखामा पनि आएर उपस्थित हुनुहुन्छ हाम्रो केन्द्रीय लिडर पूर्णकुमारी म्याम हजुर सम्पूर्णमा म एकै मुखमा समान व्यक्त गर्न चाहन्छु र जति पनि शाखाबाट आउनुभएको छ शाखा प्रमुख बबल म्याम हजुरमा पनि म समान व्यक्त गर्न चाहन्छु र परमात्मा हजुरलाई धन्यवाद गर्छु मसी येशूको नाममा हैन। अहिलेको समयमा धेरै कुरा सुन्नमा आएको छ नि हैन, सानो भजनद्वारा उत्साहित हुन मन लाग्यो हैन। पिताबाट बिग्रिन हुन सकिँदैन गाउँले जो मुख धुन्न, जुन रुखमा फल लाग्छ त्यही रुख सबले हल्लाउँछ, जुन रुखमा फल लाग्छ त्यही रुख सबले हल्लाउँछ। पिता धन्यवाद गर्छु मसी येशूको नाममा हैन। संसारमा अनेक थरीको कुराहरू भइरहेको छ, सच्चाइ यस्तो उस्तो, सच्चाइ यो गर्यो त्यो गर्यो हैन, हरेक कुरा सुनिरहेका छौँ। हामीले संसारको कुरा सुन्ने हैन, हामीले हिजो संसारको कुरा सुनेका थियौँ तर आज हामीले के त स्वर्गको महिमा पाएका छौँ भन्नेले भन्दै जान्छन् हैन। किनकि एउटा काग पनि अग्लो रुखमा बसेर करायो भने त्यो कोही भी बन्दैन, कहिले पनि काग नै रहन्छ हैन। त्यसै गरी हाम्रो सच्चाइको विरोध गरेर केही पनि हुँदैन, विरोध गर्नेहरू जल्दै जान्छन्, ईश्वरको महिमा झन् बढ्दै गएको छ। आज देशमा मात्रै नभएर विदेशमा हरेक ठाउँमा परमात्मा परमेश्वरको राज्य बढिरहेको छ। त्यसैले संसारको कुरा नसुन्नु, परमात्मा परमेश्वरको आत्माद्वारा बढ्नु। पिता संसारमा यो निन्दा आउनु, संसारमा यो समस्या आउनु भनेको, संसारमै यो समस्या आउने भनेको पिताको आत्माद्वारा बढ्नेहरूलाई त परमेश्वरले समस्या होइन मैले महिमामा राखिसकेको छु, मेरो महिमा तिमीहरूले पाइसकेका छौ, चाखिसकेका छौ र देखिसकेका छौ। पिताले भन्नुभएको छ मन परमात्मामा बढाउनु होला हर हमेसा, किनकि होइन जसरी अन्धकार हरेक समय हुन्छ तर त्यो अन्धकार रहिरहँदैन नि, जब अन्धकार रातपछि उज्यालो आउँछ त्यसै गरी हाम्रो जीवनमा पनि अँध्यारो बाटोहरू आउला, अँध्यारो मार्गहरू आउला, जीवनमा हालत कस्तो समस्या आउला, रोग आउला हैन। समस्याले के त हरेक बाटो मार्गहरू खोल्ला तर पनि परमात्मा परमेश्वर जसरी रातपछि दिन आउँछ त्यसै गरी हाम्रो जीवनमा पनि हजुरले समस्यापछि महिमा प्रकट गरिसक्नु भयो भनेर मनलाई बढाउनु, समस्यालाई नहेर्नु। सदा सर्वदा समस्या भनेको केही पनि होइन, त्यो पाइतालाको धुलो हो, त्यो क्षणभरको लागि हामीलाई सताउन सक्छ तर पनि हाम्रो परमात्मा परमेश्वर पिताको महिमा भनेको अनन्त र अतुलनीय के त वर्णन गरेरै नसकिने महिमा पिताले हामीलाई दिनुभएको छ। त पिता हजुरलाई धन्यवाद गर्छु मसी येशूको नाममा हैन। जुन रुखमा फल लागेको छ त्यो रुख सबैले हल्लाउँछन्, त्यसै गरी हिजो पनि हामी फल बिनाको थियौँ, हामी केही न कामको थियौँ त आज हामी परमात्मा परमेश्वरको राज्यमा बढेका छौँ, हाम्रो जीवनमा फल लागेको छ त समस्याले हल्लाउँछन् त हैन। जब पितालाई आदर सम्मान बिउ गरेर मन बढाउँछौँ समस्या हालिदिन्छ, किनकि त्यो शैतानी आत्माले के गर्छ त यसले परमात्मा परमेश्वरको महिमामा अगाडि बढ्यो, यसले बिउ रोप्यो, यसले पितासँग मन बढायो भनेर के त अघि हाम्रो रमेश सर हजुरले भन्नुभयो मैले जहिले पनि म राज्यमा आएर मैले बिउ रोप्छु मलाई एउटा समस्या आउँछ हैन। उहाँले जहिले पनि बिउ रोपेर जानुहुन्छ तब उहाँलाई समस्या हालिदिन्छ, किनकि हिजो उहाँ सर हजुर शैतानी आत्माको कार्य गरेर बस्नु भएको
हैन, हेराउने चढाउनेदेखि लिएर हरेक विधि विधान गरेर बस्नु भएको छ। र जुन आज संसारको कुरा भनेको झुटो रहेछ, पिता भनेको साँचो हुनुहुँदो रहेछ भनेर साँचो ईश्वरको महिमा गर्न आउनुभयो। त्यो झुटोवाला शैतानले त अब योमा फल लाग्दैछ, योमा आशिष आउँदैछ भनेर के त उसले झटारो हानिरहन्छ। तर पनि फल लागेको रुखलाई झटारो हाने पनि त्यो रुख कहिले पनि फल्न छोड्छ त? छोड्दैन नि, होइन? जबकि त्यो फल्दै नफलेको फलमा कसैले पनि झटारो हान्दैन, होइन? जब एउटा आँपको बोट र होइन एउटा फल नदिने बोट सँगसँगै भयो भने जब फलेको आँपको बोटमा झटारो हान्छ ताकि त्यो आँप टिपेर खानको लागि, त्यो फल्दै नफलेको बोट नजिक छ उसलाई कसैले पनि झटारो हान्दैन ताकि उमा फलै छैन। त्यसै गरी हामी पनि भनेको एउटा आँपको बोट जस्तै मजबुत भएर हरेक समय मलाई झटारो हान्ने, अब मैले फल फलाउँदिनँ, मैले दुःख पाएँ उसले भन्दैन नि। ऊ झन् मजबुत भएर पहिलो वर्षभन्दा अर्को वर्ष झन् थोरै बढी फल दिन्छ नि। त्यसै गरी हाम्रो जीवनमा पनि समस्या आएको होला, तर पिता यो समस्याबाट मलाई मजबुत बनाएर अझै अगाडि बढाउनुहोस् है पिता भनेर जब पितासँग मन बढाउँछौँ नि, जब पितासँग मन बढाएर अघि बढ्छौँ त्यो समस्याले हाम्रो जीवनमा कार्य गर्नै सक्दैन। परमेश्वरले समस्याभन्दा पहिला समाधान तयार गरिसक्नु भएको छ। त्यसैले परमेश्वर पितालाई करोड धन्यवाद गर्छु। मसीह येशूको नाममा त परमात्मा परमेश्वरको वचन शास्त्रद्वारा थोरै मेरो मुख भएर मलाई लगाए। हजुरहरूलाई पनि परमात्मा परमेश्वरले सम्झाउँदै हुनुहुन्छ यिनै पिताको वचन, होइन? पितालाई धन्यवाद। परमेश्वरले शास्त्रमा भएको छ नि, होइन? संसारको ढाँचामा नचल, परमेश्वरले भन्नुभएको छ। हिजो संसारको ढाँचामा चलेरै दुःख पाएको, तर आज तिमीहरू परमेश्वरको राज्य पाएका छौ, पिताको महिमा चाखिसकेका छौ। अब तिमीहरू संसारको ढाँचामा नचल। आफ्नो मनमा नयाँ र पूर्ण भई पूर्ण रूपले परिवर्तन भयो। संसारको ढाँचामा नचल, आफ्नो मनलाई नयाँ र पूर्ण भई तिमीहरू परिवर्तन हो, पिताले भन्नुभएको छ। जब नयाँ भएका छौ, जुन दिन पिता परमेश्वरलाई चिनेर रोमी 10को 9 अंगीकार गर्यो त्यो दिनबाट हामी नयाँ भएका छौँ, ताकि संसारको सोच छाडेका छौँ, संसारको अभिलाषा त्यागेका छौँ, संसारको रहनसहनमा हिँडुल गर्न छोडेका छौँ। त्यसैले परमेश्वरले भन्नुभएको छ आफ्नो मनलाई नयाँ र पूर्ण परिवर्तन गर, पिताले भन्नुभएको छ। संसारका आनी त्यागेर आज पिता परमात्माको आत्माद्वारा चल्ने शक्ति र सामर्थ्य पनि परमात्मा परमेश्वरले दिनुभएको छ, होइन? आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो तिमीहरूले जान्न सक। के त तिमीहरू नयाँ भएर जन्म, परमेश्वरको इच्छा के हो तिमीहरूले जान्न सक, परमेश्वरले भन्नुभएको छ, होइन? आज परमेश्वरको इच्छा के हो त? पितालाई प्रार्थना गर्ने, पितामा अन्य भाषा गर्ने, पितामा मन बढाउने। जब हामी पिताको इच्छाद्वारा अघि बढ्छौँ त हाम्रो जीवनमा आएको समस्यालाई के त परमेश्वरले कसरी कुन समयमा हटाउनुहुन्छ हामीलाई पत्तै हुँदैन, होइन? त्यसैले पिताको आत्मा भएर चल, नयाँ र पूर्ण भऊ। पुराना सोच विचार, पुराना आनी बानीलाई त्याग, गलत मार्गलाई छोड। पिता पनि भनेका छौ गलत आनी बानी पनि तोडेका छैनौ, होइन? त्यो गर्छौ भने तिमीहरू कहिले पनि नयाँ हुँदैनौ, तिमीहरू परिवर्तन हुँदैनौ, तिमीहरूले के त स्वर्गको आशिष र महिमा यसमा तिमीहरूले पाउने छैनौ, पिताले भन्नुभएको छ। किनकि हरेक समय सीसी क्यामेरा भनेको परमेश्वर हुनुहुन्छ। परमेश्वरको सृष्टिमा कुनै कुराको पनि दृष्टि लुकेको छैन, सदा परमात्मा परमेश्वर खुला हुनुहुन्छ। हामी सबैलाई पिताले देखिरहनु भएको छ, ताकि हामी कुन मार्गद्वारा कसरी र कुन सोचले चलिरहेका छौँ त हामी जान्दैनौँ, स्वयं परमात्मा परमेश्वरले जान्नुहुन्छ, होइन? त्यसैले तिमीहरूको परमात्मा परमेश्वर पिता म तिमीहरूसँग छु, तिमीहरू नयाँ भऊ र पूर्ण रूपले हिजोको दिनलाई त्यागेर नयाँ परिवर्तन हौ। आज कसले भन्नुभएको छ त? सर्वशक्तिमान परमेश्वर पिताले, होइन? त पितालाई धन्यवाद। र परमेश्वरले भन्नुभएको छ जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हौ, प्रभुको सेवा गर्दै जाऊ। जोसमा पछि नहट, जबकि परमपिता परमेश्वरको आत्माद्वारा पछि नहट, समस्यामा तिमी पछि नहट, किनकि परमेश्वरको आत्माद्वारा प्रज्वलित भएर पिता
हजुर हुनुहुन्छ भनेर मनलाई बढाऊ। सदा सदा परमेश्वरको महिमामा तिमी अगाडि बढ, किनकि जो परमेश्वरको महिमामा प्रज्वलित भएर पिता हुनुहुन्छ भनेर अघि बढिरहन्छ उनले त्यो स्वर्गको अनन्तको कटनी गरिरहनेछ। पिताले भन्नुभएको छ हैन, प्रभुको सेवा गर्दै जाऊ, आफ्नो आशामा आनन्द गरौँ। के त हामीले पितामा के गरेर आएका छौँ? आशा लिएर आएका छौँ। आशा लिएर आउनुलाई पिताले निराशा पार्नुहुन्छ त? कहिल्यै कदापि नि पार्नुहुन्न। पिता मलाई यो रोगीको बनाउनु, यो समस्या हटाउनु, मेरो यो मार्ग खोलिदिनु। हामीले जुन आशा पितालाई लिएर आएका छौँ त्यो आशामा तिमीहरू आनन्द गर। परमेश्वरले भन्नुभएको छ आफ्नो आशामा आनन्द गर, सङ्कटमा धैर्य धारणा गर, हरेक समय परमेश्वर पितामा प्रार्थनामा लागिरह। परमेश्वरले भन्नुभएको छ पिता धन्यवाद, हरेक समय म हजुरमा के त प्रज्वलित हुनेछु, हजुरमा आशा गर्नेछु, हजुरमा विश्वास गर्नेछु। मेरा जति पनि नखुलिएका मार्गहरू खोल्नेवाला पिता हजुर हुनुहुन्छ। जति पनि निको नभएका समस्याहरू निको बनाउनेवाला पिता हजुर हुनुहुन्छ भनेर जब पितामा आशा गर्ने मानिसलाई परमात्मा परमेश्वरले निराशा पार्नुहुन्न। त्यसैले समस्यामा आनन्द गर। फेरि पनि म भन्छु तिमीहरूले आनन्द गर। आज अनन्तको महिमा पिताले दिनुभयो। आनन्द गर्ने शक्ति र सामर्थ्य पनि कसले दिनुभयो त? सर्वशक्तिमान परमात्मा परमेश्वर पिताले दिनुभयो हैन। त पितालाई धन्यवाद गर्छु मसीह येशूको नाममा। त्यसैले परमेश्वरले भन्नुभएको छ हैन, जब हामी समस्यामा पनि आनन्द गर्छौँ त परमेश्वरले त्यो आनन्दको कटनी गर्ने बनाइसक्नुभयो। यो समय आनन्द गरेका छौँ, पितासँग मागिरहेका छौँ कि समस्या हटिरहेको छ। पिताको आशिष कस्तो बोध भएर के गवाई आउनु पर्ने, के वचन आउनु पर्ने, कुन समस्यालाई काटिरहनु पर्ने पिता आफै जान्नुहुन्छ। हरेकको समस्या पिताले काटिरहनु भएको छ। त पितालाई धन्यवाद गर्छु मसीह येशूको नाममा। त्यसैले परमेश्वरले भन्नुभएको छ हैन, मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। जो मलाई विश्वास गर्ने मेरा सन्तानहरू विश्वासद्वारा बाँच्नेछ। आज हामीले न कुनै देखिएको देवी देवता छ, न फोटो छ, न तस्बिर छ। के गरेका छौँ त? हामीले मात्रै विश्वास गरेका छौँ। अनदेखा परमेश्वर पिता आत्मामा हुनुहुन्छ भनेर विश्वास गरेका छौँ। त्यसैले पिताले भन्नुभएको छ मलाई विश्वास गर्ने मेरा धर्मी जनहरू विश्वासद्वारा बाँच्नेछ। आज हामी सबै विश्वासद्वारा आएका होइनौँ त? कुनै चिज वस्तु फोटो तस्बिर देखेर आएका छौँ? छैन नि त, यहाँ केही पनि छैन। जब आत्माले विश्वास गरेर विश्वासद्वारा बाँच्नेहरूलाई जसले विश्वास गरेको छ उनलाई पिता परमेश्वरले बचाउनु भएको छ। त पिता हजुरलाई धन्यवाद गर्छु मसीह येशूको नाममा। मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ र ऊ यदि पछि हट्छ भने म उसँग खुसी हुने छैन। परमेश्वरले भन्नुभएको छ विश्वास गरेर आउने सन्तानहरू जब समस्या आउँदा ऊ पछि हट्छ भने म उसँग खुसी हुने छैन। पिताले भन्नुभएको छ। त्यही भएर परमेश्वरले तिमीहरू समस्यामा पनि पिता हुनुहुन्छ, महिमामा पनि पिता हुनुहुन्छ, हालत आउँदा नि पिता हुनुहुन्छ। पिता हजुरले जान्नुहुन्छ भनेर उस समस्यामा पनि जब अघि बढ्छ पिता खुसी हुनुहुन्छ। जब समस्या र हालत आउँछ त पछि हट्छ भने त्यसमा पिता खुसी हुनुहुन्न। परमेश्वरले भन्नुभएको छ हैन, ऊ पछि हट्छ भने म उसँग खुसी हुने छैन। तर हामी पछि हटेर विनाशमा परिने मध्येका होइनौँ, तर विश्वास गरी बचाइने मध्येका हामी सबै हौँ हैन। जबकि हामी समस्यामा पछि हट्नेवाला होइन, पिता समस्यामा पनि समाधान छ भनेर विश्वास गरेर अघि बढ्नेवाला र पिताद्वारा बचाइनेहरू हामी सबै हौँ। किनकि परमेश्वरले आज समस्यालाई हटाएर पिताको वचनद्वारा परमेश्वरको धार्मिकताद्वारा परमेश्वरले हर हमेसा हामीलाई अगाडि बढाइरहनु भएको छ। आज हामी समस्यालाई ठालेर आज यसरी बाँचेर पिताको महिमा गरिरहेका छौँ हैन। म पनि सायद इच्छो नचिन्ते भने मरिसकेको शरीर हो, त पितालाई विश्वास गरेर बाँचेको मध्येको म पनि हुँ। त्यसैले विश्वास गर्नेहरू पिताले बचाउनुहुन्छ, विश्वास गर्नेहरू विश्वासद्वारा बचाइनेछन्। आज सर्वशक्तिमान परमेश्वर पिताले भन्नुभएको छ। त्यसैले आज हरेक समस्याको समाधानकर्ता परमेश्वर हुनुहुन्छ। त्यसैले कसैको बुद्धिमा कसैले आफ्नो बुद्धिद्वारा नचलोस्, कसै आफ्नो सोचद्वारा नचलोस्। हरेक समय परमात्माको सोच, परमात्माको बुद्धि,
जब हामीले परमात्माको सोच र बुद्धिद्वारा चल्छौँ नि पिताले हामीलाई आशिष दिनुहुन्छ। आफ्नो सोचद्वारा आफ्नो मनद्वारा आफ्नो बुद्धिद्वारा चल्छौँ हामी खाल्टोमा पर्न सक्छौँ। तर आज हाम्रो सोचलाई नै पिता हजुर हुनुहुन्छ। मेरो सोचलाई बदल्नेवाला, मेरो बुद्धिलाई चलाउनेवाला, मलाई कसरी कुन मार्गमा हिँडाउनेवाला सबै बाटो मार्ग पिता हजुर हुनुहुन्छ है भनेर मन बनाएर हिँड्नेहरूलाई परमात्मा परमेश्वरले आज त पुच्छर होइन शिर बनाएर राख्नु भएको छ। डाँडामा बसालिएको सहर बनाउनु भएको छ। चिन्ह र चमत्कारको कार्य आज हाम्रो जीवनमा गराउनु भएको छ। त पिता हजुरलाई धन्यवाद गर्छु मसीह येशूको नाममा। त्यसैले परमेश्वरले वचनमा पनि भन्नुभएको छ नि होइन, बुद्धिमान मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्। जो बुद्धिमान हो भन्छ उसले कहिले पनि आफ्नो बुद्धिको घमण्ड नगरोस्। बलियो मानिसले आफ्नो बलको घमण्ड नगरोस्। धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्। परमेश्वरले भन्नुभएको छ बुद्धिमान मानिसले पनि बुद्धिको घमण्ड नगरोस्। बलियो मानिसले पनि म बलवान हुँ भनेर घमण्ड नगरोस् र धनी मानिसले पनि धनको घमण्ड नगरोस्। बुद्धिमानको त्यो बुद्धि पनि र चतुर्याइको त्यो चतुरलाई पनि मैले विफल तुलाउने छु भन्नुहुने पिता आज हामीसँग हुनुहुन्छ। त्यसैले आफ्नो सोच र आफ्नो बुद्धिले नै कि परमात्मा परमेश्वरको आत्मा र पिताको बुद्धिद्वारा पिताको सोचद्वारा हिँड्ने मानिसलाई जहाँ बुद्धिको अभाव छ बुद्धि भरिदिनुहुन्छ, बलको अभाव छ बल र शक्ति तागत भरिदिनुहुन्छ, धनको अभाव छ धनको मार्ग खोलिदिनेवाला परमात्मा परमेश्वर हामी सँगै हुनुहुन्छ। त्यसैले बलको धनको र बुद्धिको सोचले चल्यौँ भने हामी समस्यामा पर्न सक्छौँ। पिताको आत्मा र पिताको सोचबाट चल्यौँ भने नभएका सबै खुसी र मार्ग पनि सर्वशक्तिमान पिता परमेश्वरले खोलिसक्नुहुन्छ होइन। पितालाई धन्यवाद गर्छु मसीह येशूको नाममा। परमात्मा परमेश्वर आज मेरो मुखबाट यिनै पिताले दिनुभएका सत्य क्रियाशील गवाई वचन यति नै यिनै पिताले दिनुभएको सत्य क्रियाशील गवाई वचनले हरेकको जीवनमा घरमा परिवारमा आशिषमा लडेको शरीरमा ढलेको शरीरमा समस्याको शरीरमा पनि पिताले तागत बल शक्ति र बुद्धि यसमा भरिसक्नुभयो भन्दै म यस ट्याक्सबाट बिदा हुन चाहन्छु। र आजको हाम्रो 3 घण्टाको महिनाको सञ्चालन हाम्रो सरहरूमा पनि पिताको भरिपूर्ण आशिष भन्दै हजुरहरूबाट बिदा हुन चाहन्छु। पितालाई धन्यवाद।